नमस्ते सम्पूर्णमा म सविता पौडेल एमएससी नर्सिङ। आज मे 12 2025 इन्टरनेसनल नर्सेस डे र आजको इन्टरनेसनल नर्सेस डेको थिम चाहिँ के छ भन्दाखेरि आवर नर्सेस आवर फ्युचर केयरिङ फर नर्सेस स्ट्रेन्थेन इकोनोमी। अब यसमा चाहिँ यो थिमले चाहिँ के हाइलाइट गर्न खोजेको छ भन्दाखेरि चाहिँ नर्सको चाहिँ हेल्थ र वेलबिङलाई चाहिँ प्रमोट गर्नुपर्छ र यसलाई चाहिँ के कुरामा इम्फेसाइज गर्न खोजेको छ भने यसले गर्दाखेरि चाहिँ एउटा हेल्दी इन्भाइरोमेन्ट क्रिएट गर्छ। वर्किङ इन्भाइरोमेन्ट जब हेल्दी इन्भाइरोमेन्ट हुन्छ त्यसले चाहिँ पेसेन्टको क्वालिटी केयरमा चाहिँ डाइरेक्ट इम्प्याक्ट पार्छ र पुरै सिस्टमलाई नै एउटा पोजिटिभ इम्प्याक्ट पार्छ र जसले गर्दाखेरि ग्लोबल्ली रूपमा चाहिँ यसले डाइरेक्ट इकोनोमीमा नै राम्रो असर पार्ने हुनाले चाहिँ हामीले चाहिँ एउटा वर्किङ इन्भाइरोमेन्ट चाहिँ पोजिटिभ इम्प्याक्ट रहेको र हेल्दी इन्भाइरोमेन्ट चाहिँ हुनुपर्छ भनेर चाहिँ यसले इम्फेसाइज गर्न खोजिरहेको छ र सम्पूर्ण नर्सेस दिदीबहिनीहरूमा फेरि पनि हाम्रो वर्क प्लेस चाहिँ एकदम हेल्दी रहोस्, जसले गर्दाखेरि हामीले क्वालिटी केयर दिन सकौँ र यसले चाहिँ ग्लोबल्ली रूपमा चाहिँ राम्रो असर पारोस् भन्दै ह्याप्पी नर्सेस डे टु अल। थ्याङ्क यू सो मच।